वेलकम टु माई मिनी ब्लग। सबैले सब्सक्राइब गरिदिनु होला प्लिज। रोक्रो आइटम म्यादीले लाउने जस्तो किनेछु। कालो पानी छ रुम अरे, रुममा माथि डाँडो छ। बाट हेर्दा अझ राम्रो छ। हेलो नमस्ते गाइज। होइन हामी यो कुन ठाउँ रे अहिले भर्खरै मालु खोला भोजनालयमा चाहिँ चिया खाइयो, टक्क मिठो चिया। अनि अहिले हामी तीव्र गतिमा लागिरहेछौँ। हाम्रो यात्रा भनेको सैलुङ छ। अरू हाम्रो केही विश्राम खान्दै पिन्दै पछि हामी लागिरहेछौँ। ल अहिलेलाई यति गरौँ। अब हामी बेला बेलामा दोक्रो देखाउनु, दोक्रो साथीहरूलाई यस्तो किन अन्तनी हुन्छ जम्फनी हुन्छ भन्दाखेरि कहिले किनेको अरे? मङ्गी पनि बिर्स्यो क्या। अस्ति कहिले हो यो भर्खरै हो, नयाँ हो आइटम। पुरानो भइसक्यो। यो के किने? यो म्यादीले लाउने जस्तो किनेछु। म्यादी चाहिँ खुलिरहेको छ। अनि ल हेर्नुहोस् गाइज, लगभग मैले विवाह सालेको थोपडा जस्तो एउटा केटो भेटेँ तल हातचरीकोटमा। अहिले हाम्रो छोटो विश्राम छ। मकर सङ्क्रान्ति हामी चाहिँ सैलुङतिर हिँडेर आएछौँ। ल अहिले हामी दोलखाको यो चरीकोट तयारी थकाली खानामा छौँ। ल यहाँ हरेक आइटम पाइँदो रहेछ। अब टेस्टिङ गर्नुपर्छ होइन। ल आइपुग्यौँ हजुर, मकैबारी। तलतिर भन्दा त रोड चाहिँ यहाँ धेरै रहेछ, फराकिलो होइन? शान्त छ त केटाहरू। अहिलेको अवस्थामा हामी अलिकति पेट ढाडेर तातो अन्डा र सोल्टीहरू अहिले निराश छन्। ल अहिलेको जस्तो चाहियो, अहिलेको जस्तो चाहियो। अरेली काँडैले यो चाहिँ कुन ठाउँ ए खतरा रहेछ है यो ठाउँ चाहिँ। यहीँ पर्छ जस्तो छ। बाफ्रे, गर्मी महिनामा चाहिँ सही हुँदो रहेछ क्या यो। के अरे हावा पनि सर्ट लगाइराख्ने। यहाँ हिउँ पऱ्यो भने त के सही छ यार ठाउँ त। गर्मी महिनामा चाहिँ स्वाद हुन्छ नि यहाँ है। बाटोहरू त्यस्तै छ, खतरा। क्या खतरा छ यार। अब कति टाइम पुगिन्छ होला सैलो?
बाटो चाहिँ यही हो बाटो चाहिँ यही हो तर कतिखेर पुगिन्छ चाहिँ थाहा छैन त्यही पनि सही हो बाटो चाहिँ खत्रै छ चरीकोटबाट त्यताबाट घुमेर आउँदाखेरि चाहिँ चरीकोटबाट आयो भने चाहिँ धेरै घुम्न पाइँदो रहेछ होइन ढुङ्गा पनि त्यस्तै राम्रो छ चरीकोट पनि अब राम्रै भइगयो होइन अरू बाटो पनि राम्रै रहेछ यो चाहिँ हिउँ पर्ने एरिया भएर होला चाहिँ अलिक सल्लाहको रुख चाहिँ यस्तो भएको होला त्यहाँ माथि गुम्बा होला होइन ए यो पनि पिच हुनेवाला रहेछ नि त यो बाटो नि ग्राभिसाले रेडी बनाएर राखेको रहेछ नाला साना खनेर अब चाहिँ कच्ची सुरु भयो अहिलेसम्म राम्रै बाटो थियो अब चाहिँ कच्ची सुरु तलतिरबाट अनि माथितिर चाहिँ म माथि डाँडामा अब चाहिँ गाउँलाई समेटेको होला फाइनल्ली अब चाहिँ सिन आइपुग्यो सुपर आइरहेको छ कि रिजर्भ गरेर यताबाट एउटा पनि के सुपर छ खै खुवाउँछ बाटो नै राम्रै रहेछ अझै मर्मत भइरहेको गाडिरहेको छ रिजर्भ रिजर्भ सोल्टी उताबाट नि आउने यताबाट नि आउने सोल्टीहरू फर्किसके राष्ट्रिय खेलाडीहरू यता सबै रहेछ गाडी डाँडा भनेको छ खोल्सातिर झरै छौँ केस के हो माथि छ सोल्टी डाँडो अब चाहिँ आयो ल हजुर सबै आलु रोपे होला नि तिनी है सबै आलु रोपे फाइनल्ली सैलुङको इन्ट्री भयो सैलुङको इन्ट्री हुने बित्तिकै टुसारो हो कि के हो स्कुटी माथि नाचिरहेछ हिउँ त परेको होइन होला टुसारो होला हाम्रो गाडीले नाच्ने भइसक्यो यस्तो छ अहिलेको अवस्था चढ्दैन क्या ओ माई गॉड ओए बाल चढे यो मोड पनि लाउनु मिल्छ अर्को मोड भन्ने ए पावर मोडमा लाउने यो गाडी त चढेन क्या ओ यस्तो छ यो गाडी चढे जस्तो छैन कि यो खै के भयो पनि स्कुटी त धेरै अगाडि गइसकेछ त स्कुटी लिएर आउन सक्नुहुन्छ आउने रहेछ घाम लागेको ठाउँमा चाहिँ खासै छैन
नलागेको ठाउँमा चाहिँ उहाँ हाम्रो यो बहिनीलाई लिएर जाऊँ न नभए बस्नुहुन्छ बस्नुहुन्छ ए नत्र आउनु है खाली छ त्यहाँ भनेको त धेरै टाढा त हुन्छ त्योभन्दा माथि अझ डेन्जर भइदियो नि हुन्थ्यो नि जोड हिँड्न पर्थ्यो के भन्थ्यो नि सहयोग गर्छु भन्दाखेरि पर्दैन नखरा बुङ्गो रहेछ नि त नि सोल्टीको अनि हामीसँग कहाँ आउँछ केटा रहेछ नि त नि अनि त्यही भएर हामी नआएको लाने त्यहाँसम्म हिँड्छु खोइ सल्लाह त होइन नि यो सल्लाह अहिलेको अवस्था यस्तो छ होइन अलि माथि जाऊँ न के हुँदो रहेछ हिमाल चाहिँ देखेर तर तुवालोले हो यतै रोक्ने अनि यता जाऊँ न सैन चाहिँ उहाँ माथि छ अनि हिमाल चाहिँ यहाँ छ तुवालोले देखिँदैन हिमाल चाहिँ खासै देख्न त देखिन्छ तर खासै देखिँदैन अझै उहाँ माथि पनि झ्यार बाफ्रे बाफ कहाँबाट देखिन्छ देखिँदैन अहिले चाहिँ ठ्याक्कै साइलुङ कोही यो खै के भन्ने के हो यो तट थपेटी भएर यति चढ्दैमा अझै माथि माथिसम्म छ बाफ्रे बाफ कसरी जाने माथि क्या माथिसम्म छ तल तल चाहिँ अलिअलि टुसारो परिरहेको छ टुसारो कि हिउँ हो हिउँ चाहिँ खासै परेको छैन सैलुङमा माघे कतै हल्ला नगर है अझै त्यस्तो छ फेरिमा हो यो ठिक छ भाइ यो एकछिन ओडा न अझै माथि छ उहाँ माथि छ अझै लास्टै हिँड्नुपर्छ अब कसरी देखाउनु मेरो अनुहार पनि अलिअलि देखाउनु पर्ने आउँदैन वाट्सएप साथमा केहीमा आउँदैन सोल्टी एउटा फोटोको 50 रुपियाँ ल्याऊ भने मात्र हाल्यो नि हो चिया कफी पिउने भए पिउ रे सोल्टीहरू ए पहिला हामी अहिले हामी ठ्याक्कै सैलुङ को आधी जतिमा आएको तर रास्टै राम्रो बनाएको रहेछ यो खुड्किला सुर्किला हालेर खुड्किला चाहिँ यस्तो छ अनि अझै माथि पनि छ खुड्किला अझै चढ्नु पर्ने रहेछ यस्तो छ राम्रो व्यवस्था रहेछ नि व्यवस्थापन भनिदेऊ त ल
के अरे सैलुङबाट तलतिर झर्नु भन्दिनु म आउँदैछु भेट्नलाई बेलुका फोन कल गर्नु भन्दिनु वाह 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 थाकेर वा भयो त्यो उकालो सैलुङकै हो अवस्था छ हिमालको क्या खतरा देखिरहेछ यस्तो छ सैलुङ अहिले बनाएको नयाँ रहेछ वाउ नै छ यता दोहोलो खा हुँदै खरीढुङ्गाबाट घुमेर आउने हो भने चाहिँ वाउ नै छ उताबाट नि ठिकै छ अर्को बाटो तर खरीढुङ्गा पनि धेरै राम्रो तुवारो लागेर खासै हिमाल चाहिँ राम्रो देखिएको छैन भए पनि हाम्रो मोबाइल पनि अलिक गतिलो नभएर होला अझै छ खुड्किलाहरू हामी यहाँ तलबाट आएको तलबाट नै हिँड्ने चाहिँ अझै माथि छ अलिअलि तुसारो परे होला सायद रुखमा अलिअलि छ यति माथि छ अझै माथि छ बाफ्रे बाफ यस्तो एउटा पार गरेर आइस दुईवटा पार गरेर आइसक्यो हामीले यस्तो चाहिँ अब उता लाग्यो अझै माथि हुनु बाँकी नै छ अब यहाँबाट हेरौँ फेरि के हुन्छ अब आइ नै सक्यो यस्तो दृश्य छ हामी पुग्नु उहाँ माथि डाँडामा हो बाफ्रे अझै खुड्किला छ उहाँ माथि डाँडामा हो हामी पुग्नु पर्ने चाहिँ हात्ती पनि भएको छैन जस्तो छ उहाँ माथि छ पुग्नु पर्ने त्यो डाँडामा त गयो भने त भोकै लाग्छ यार के हुन्छ अरे भोकै लाग्ने त उहाँ मजै खान्छ हिँड्नु पर्ला भोक लाग्ला जस्तो छ फोटो खिच्नुपर्छ होला ओहो के अरे भाइ ओहो यिनीहरू त अब हिँड्नु त 1 घन्टाको फोटो खिचेर टाइम बितिसक्यो रात पर्छ भरे केटोले थर्काउँछ त अलिअलि थर्काउ भाइ अझै उहाँ माथि चौबी क्या दसँग भयो यार म खुड्किर यो आधी 45 मिनट जति लाग्छ भन्छ जस्तो नि मरिन्छ यार झर्ने बेलामा चाहिँ दुख्छ खुट्टा जाँदा भन्नु यो त कस्तो सिस्टम गर्दैछ नि यार माथि नै जानु नमिल्ने टर्निङले ध्यान माथि निकाल्दा हुन्थ्यो नि आफ्नो पहिला त गएको हो माथि म माथि नै गएको कुन बाटो जानु त भाइ अर्को बाटो आउनु खोइ चिसापानीतिरबाट आएको थियो क्या अरे आउन चाहिँ गन्तव्य आउनु अझै टाइम लाग्ने रहेछ मान्छे त मस्त हिँड्दा छन् मलाई ग्रेसवाल चाहिँ ठ्याक्कै डाँडामा पुग्ने ठाउँमा हाल्नु पर्थ्यो क्या हाल्नु पर्थ्यो होइन कि यताबाट यहाँ माथिसम्म हाल्नु पर्दैन बाटो चाहिँ यस्तो छ खैर कोही बात नै हामी हिँड्छौँ हिँड्ने मान्छे नि हो के अरे म सकिँदैन अब हिँड्न नै ए बाबु काले काले कान्छा मलाई के गर्न लाग्यो सक्यो नि त ढुक ढुक मुटुले डाउँ ढुक 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 छोड्नु छोड्नु घुम्नु जानुपर्ने घुम्नु त आइयो ताइन भित्रको आइयो हिँड्नु नसकिने र हिँड न भाइ हिँड के छ हेलिकप्टरको चाबी कसैले नदियो भने अझै दुःख पाउनु रहेछ मेरो मुटुले ठाउँ छोड्नु आइसक्यो ढुक 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 चाचाबाट हराइसक्यो चाबी नदियो भने होइन टिकटक बनाइरहेको छन् उहाँ हेर न
डाउफा टिकटक बनाउँदा सोल्टीले क्या मजले माथिबाट झर्दा उ गर्ने यताबाट जाँदा उ होला जस्तो छ बाफ्रे बाफ क्या माथि छ यार आमामा अझै टाइम लाग्छ त्यहाँ बिचमा तडपटेर नखाएको भए त ज्यानले त दुःख पर्नु छ आयो त्यसलाई म लडाउन सक्छु लडाउने होइन त्यो त्यसलाई चाहिँ के भन्छ कुनै मान्छेहरूले राखिरहेको हुन्छन् के हो चाहिँ थाहा छैन अहिले फर्किँदाखेरि यसमा राखेर भिडियो बनाउनुपर्छ सबभन्दा बढी मर्दन यहाँ हिउँ पनि भयो धेरै राम्रोले देखिन्थ्यो होला मान्छेहरू हिउँ नपरे नि आउनु चाहिँ राम्रै आएछ धेरै आएछ हो मान्छेहरू छन् हामी पनि छौँ खानु चाहिँ तर कहाँ छौँ थाहा छैन हो अय्योमा चाहिँ लाग्छ तर आइपुग्नु लाग्छ टोलीहरू एउटाको चाहिँ मोटो निस्किन लागेछ अरे शक्ति आएको हुन्थ्यो यहाँ चाहिँ यस्तो छ खतरा छन् त्यसोतिर जानु हुँदैन मार्छन् आधी आइपुग्यो डाँडोको आधी आइपुग्यो लगभग सैलुङ आउनु नि मुस्किल छ कालापानी सैलुङ अरे यहाँ देखिरहेछ कालापानी सैलुङ अरे उहाँ माथि डाँडो छ यो ठाडो चढाउनु खोजेको बाफ रे बाफ यो ठाडो चढाउनु खोजे ल केटाहरूले फेरि अब ज्यान लिने भयो ओ यो ठाडो चढ्ने रे ऊ त्यो अर्कोलाई सुनाउनु हो ओ यो ठाडो चढ्ने रे यो ठाडो के छ अरे तिक्लु भाइ ठाडो चढ्न लागिरहेछौँ के हुन्छ चढ्न सकिन्छ सकिँदैन ठाडो पनि पुरै ठाडो छ बाफ्रे बाफ यो ठाडो छ आमामा कसरी गर्नु बाफ्रे बाफ अब चाहिँ हामी ठाडो चढ्न सुरु गऱ्यौँ होइन ल कुदेर चढौँ केटाहरू कुदेर ल ल ल ल रेडी ल रेडी रेडी ल कुद्न रेडी हो ल सकिँदैन सकिँदैन उहाँ तलबाट यत्रो कुदेको यहाँबाट कुदेको आयो लास्टै कुद्यो अलि डाँडो आइपुग्यो अब चाहिँ आइपुग्ला अझै माथि छ अझै माथि छ त्यस्तो चाहिँ हट केटाहरूमा माथि पुगेर बसेँ हामी अझै चढ्न सकेको छैनौँ पानी पर्ला जस्तो भएको छ अझै यहाँ हिउँ पऱ्यो भने चाहिँ सुलिट हुन्छ मौसम चाहिँ खतरा छ तर पर्दैन होला यहाँ माथि पुग्नै छ उहाँ तलबाट हिँडेर म यता पनि खतरा छ
केटाहरूमा टिकटक बनाएर जोडले बसिरहेछन् म चाहिँ यतापट्टि छु राम्रै छ अझ यहाँ अलिअलि हुस लागिरहेछ हुस लागेर अलिक खत्तम भइरहेछ नत्र गर्मी भइरहेछ हिँडेर आएको हुनाले होला मान्छेहरू त तल्लो बाटो गएको छन् केटाहरू चाहिँ डाँडा डाँडा हिँड्ने अरे घुम्न आएको भनेर हामी चाहिँ डाँडा डाँडामा छौँ वेलकम टु माई मिनी ब्लग सबैले सब्सक्राइब गरिदिनु होला प्लिज प्लिज अलिकति भयो भने प्लिज पाराले सब्सक्राइब चाहिँ गरिदिनु होला हामी चाहिँ उहाँ माथि पुग्नु छ भ्यू टावरसम्म माथि चाहिँ उहाँ पुग्नु छ अनि हामी फर्किनु नि पर्छ आउनै धेरै टाइम लाग्यो हामी घुमेर आएको यता हामी चाहिँ दोलखाबाट घुमेर आएको त्यही भएर अलिक टाइम पनि लाग्यो हाम्रो लागि चाँडै फर्किनु हुन्छ अझै ठाउँ राम्रो छ हिउँ नपरेको भए पनि त खासै नराम्रो त होइन राम्रै छ हिउँ चाहिँ परेको छैन माघे कतै हो अहिलेसम्म हिउँ परेको छैन हिउँ परेको भए धेरै राम्रो देखिन्थ्यो त हिमाल त खासै देखेको छैन पारिपट्टि भए पनि ठिक छ अहिले मान्छेहरू चाहिँ उहाँ पर डाँडामा नै बसिरहेछन् अलि बाक्लै छ मान्छेको उपस्थित लोसारमा चाहिँ आउँछन् होला मान्छे टन्नै 5 गते लोसार छ त्यतिखेर चाहिँ आउँछन् होला वैशाख 1 गते नि रमाइलो भएको थियो के अरे टाउको दुख्यो लास्टै हामी यहाँ माथि आइसक्यौँ अब माथि पुग्नको लागि धेरै टाइम लाग्दैन यही छ माथि त तर हामी पुग्न लाग्यौँ अझै प्रायः जारी छ थाक्कै छ टाउको दुखेको छ है यति अहिले अलिअलि हावाले पनि हानो चिसो हावाले मस्त हानिरहेको थियो केटाहरू यहाँ विश्राम गरिरहेछन् टिकटक बनाइरहेछन् सल्टीहरूले ल घुम्नै पर्ने र हेर्नै पर्ने एकमात्र यो डाँडो सोइलुङ डाँडो तपाईँहरू करिबन मोटर चढेर आउँदा नि करिबन 2 घन्टाको यात्रा गर्नुपर्ने छ तपाईँले पहिलो स्टेपमा ग्रेट वाल देखाइदिनु छ मिनी ग्रेट वाल त्यसपछि घन माथि गएर तपाईँलाई जौ लाग्ने हुनेछ तर हिँड्दा खोक्टो बाहिर निस्किन पनि सकिन्छ यस विषयमा अब बोल्नु हुनेछ हाम्रो मिलन मगर तपाईँलाई कस्तो फिल भइरहेको छ लु भनिदिनु उहाँबाट आउँदा चाहिँ जाउँ लागेको थियो अहिले चाहिँ किन नजाउँ लाग्यो भनिदिनु सल्टी डाँडा नजाउँ न यस्तो जाउँ हामी त ठाउँमा पानीपुरी चटपटको नि दोकान देखिरहेका छौँ अहिले खासै ठाउँ जस्तो नि छैन अहिले हामी फर्किन खाने बनाएको छौँ अब हामी गुम्बाको नजिक आइपुग्नु लागि काम नगरौँ लास्टै धपेटी पर कुदेर अहिले पनि धपेटी परेर हिँडिरहेछ केटाहरू राम्रो र सोझो बाटो हिँडाउँदैनन् डाँडा पाखा जहिले डाँडा पाखा मात्र हिँडाउँछन् फाइनली अब आइपुगिसक्यो त्यो भ्यू टावर पनि मजाको छ ठाउँ चाहिँ यताबाट हेर्दा ठिक हुन्छ हुसु लागेको छ अलिअलि एउटा तिग्लो यहाँबाट हिँड्दैछ मगर भाइ के भइरहेछ उकालो चढ्न अलि गाह्रो भइरहेछ ल ठिक छ यहाँ छ हाम्रो गुम्बा स्तुपा भन्छ होला सायद भ्यू टावरमा पनि मान्छे त टन्नै छन् नभएको होइन त्यही हो भ्यू टावर भन्ने घर होइन गुम्बा
गुम्बा आइपुग्यो यो चाहिँ हामी ठ्याक्कै गुम्बाको तल छौँ अब चाहिँ हामी फर्किन लागेको टाढा पुग्नु छ फर्किने होइन अब ढिलो हुन्छ है कति टर्ने टाइम लाग्दो रहेछ 4-5 घन्टा 5 घन्टा 6 घन्टा लाग्दो रहेछ है अब जाम खाना नै खानुपर्छ तलतिर खाना चाहिँ अब कहाँ खाने हो यहीँ तल खाने कि अलिक पर गएर खाने कि टाउको दुखाउँदो रहेछ यो चिसोले अरू त खासै केही गरेन टाउको चाहिँ धोबी पछाड हान पछाडिबाट टोपी लाउनै पनि बनाइदियो अब हामी झर्दैछौँ केटाहरू उता फोटो खिचेर चाहिँ के अरे गरेकै छैन पुगेकै छैन भर्खर घाम लाग्यो अघि नि लागिरहेको थियो घाम चाहिँ अहिले नि लागिरहेछ केही छैन अब बिस्तारै जानुपर्छ 1:30 जति भइसक्यो होला माथि गुम्बालाई नि छोडेर आयो भ्यू टावर चाहिँ चढ्दैन हामी गुम्बामा चाहिँ फोटो अलिअलि खिच्यो अनि आइयो ल गाइज हामी करिबन 1 घन्टाको यात्रापछि फेरि हामी झर्दैछौँ 1 घन्टा अब यहाँबाट आधी घन्टा झरिसक्नुपर्छ अनि बिस्तारै हामी आधी घन्टामा खाना खाइसक्नुपर्छ अनि त्यस पछाडि चाहिँ 2 बजे यहाँबाट हिँड्नुपर्छ सोल्टीहरू फास्ट झर्नुपर्छ हामी अहिले आधी बाटो झरिसक्यौँ सैलुङको माथि नै डाँडालाई छोडिसक्यौँ हामीले अहिले टुच्चा हाल्छ कि के गर्छ त्यो चाहिँ थाहा भएन खुर्काउन छ यतातिर हिमाल पनि देखेको छैन आज चाहिँ यो गुराँस होइन यो चाहिँ गुराँस हो क्या अरे यो गुराँस हो कालिज कराउँछ कि क्या केटाहरू गुराँस फुल्ने बेला आयो भने अँ अनि हामी चाहिँ अब लगभग झरि नै सक्यौँ सेतो पनि फुल्छ होला रातो नि यो त सेतो गुराँस होला सायद यस्तो चलिसकेपछि एउटा त्यो रोबोटे थिङ क्या अब यो के अरे त्यही नयाँ वर्षतिर अब चल्ने खतरा पोहोर नयाँ वर्षमा खतरा भएको थियो त कति हजारले यहाँ आएर त 34,000 है कि 31,000 है खै कति भन्दै थियो त त्यो त खास एक्ज्याक्ट चाहिँ थाहा भएन आउनु चाहिँ टर्ने आएको थिएँ यो के अरे यो हिउँ परे बेला यहाँ आयो भने चाहिँ धेरै खतरा देखिन्छ यतिखेर भन्दा अब मान्छेहरू आउँछन् अब सक्छन् सक्दैनन् त्यो चाहिँ थाहा भएन टाउको नि जोडे दुखो पछाडिपट्टि दुख्दो रहेछ टाउको चाहिँ चिसोले होला च्याटले हानेर होला सायद खालि क्यामेरामा आउन खोज्छ म त हप्सी हो फेरि मेरो साथी थियो छोडेर आयो मैले अस्ति के गीत गाएर थियो बहिनी कमाला बिमला त पहिलो गयो दोकान सम्हाला ओए घुम न तिमी ड्याङ्गा गरेर घुम न ड्याङ्गा गरेर घुम न कमला बिमला त पहिलो गयो दोकान सम्हाला भाइको नाम के हो मेरो नाम मिलन मगर यो पालिलाई अलिकति थोरै कमी हो अर्को पालि आउन सरी हामी वहाँ माथि पुगेर आयौँ यो परा बेला चाहिँ खतरा देखिन्छ तर यहाँ सैलुङ डाँडा भएर सैलुङ भनेको अरे अब यहाँ माथि जाँदैछौँ हामी घन्टी यत्रो मिलन तिमी जत्रो रहेछ यार घन्टी थियो म भन्दा ठुलो छ हाइट त्यत्रै हो वेट चाहिँ योभन्दा बेसी हो वेट मजा इत्रु छ नि इत्रु करिबन यसले घन्टीलाई त 5-6 जनाले बोके मैले अनुसन्धान गरिसकेँ छैन 5-6 जना चाहिँ बोक्नु पर्दैन मेरो यो घन्टा त खेल्नु त ल म गीत गाउँदा तलको त म गीत गाउँदाखेरि ऊ दिने यही हो अब
टङ अब अर्को सिजनमा आउँछ यो सिजनमा होइन अर्को यो सिजन तिमी फालिसक्यौ नयाँ यो सिजन गइसक्यो सिजन गयो अब अर्को नयाँ वर्षमा चाहिँ आउँछ आठमा आउँछ। चढाएको मानौँ त्यसमा कुनै ठुलो कुरो भनेर अब हरायो त के अन्त आउँदैन खाएर यहाँबाट नि हामी झऱ्यौँ अब यो हामी यो यत्रो करिबन 20 फिट जति नै होला हुन्छ त्रिशुल त्यहाँ पछाडि नाम आउन पाइन्छ 20 फिट अल्को त्रिशुल र लगभग 300 केजी जतिको घन्टी एकदम बजाइएर हामी ओह्रालो झर्दैछौँ। अब चाहिँ यो अन्तिम हो। लु नरौ सक्यो नरौ कर्म यस्तो रहेछ त के गर्नु। अब यो अन्तिम दृश्य हुनसक्छ यो हाम्रो करिबन फेदीमा नै आइपुग्यो। अब गएर 2 थाल भात हानेपछि टक्क पेट ढाडिन्छ बस्छु त सुतेर गइन्छ। अब के गर्नु गाइस मेरो पैसा हरायो केटाकेटीलाई लिएर हिँडेपछि यस्तै हो। पैसा कहाँ खस्यो केही त देखिँदैन। पैसा खस्यो अहिले भाइलाई लालिपप किनिदिन्छु म। नरौँ नरौ 3,50,000 पैसा कुन हराएकै रहन्छ मुला हरायो भनेर रुन्छ यार यस्तो पागल हराएको छ अनि एकदम सेफ रहेछ त बैंक जस्तो कसैले नहेर्ने। मोबाइल ब्याङ्किङ जस्तो क्या मोबाइल ब्याङ्किङमा त अझ भेटिन्छ नि ठिक छ त मोबाइल ब्याङ्किङ नखलेको जस्तो क्या। हाम्रो स्टेसन लास्ट आइपुग्नु थाल्यो। अब चाहिँ हामी झरिसक्यौँ तल हिँडिसक्यौँ साढे त्यो लाग्यो धेरै माथि पुगिरह्यो अब देखिरहेको अब पारिपरिको हिमाल पनि खासै राम्रो देखाएको छैन। अब चाहिँ हामी आइपुग्यौँ असल त अब लास्टै सिजन हाम्रो यही हो। केटाहरू कहाँ हो म त कहाँ हो यार यति भिडमै म रहन भुल्नु परेँ। अझै तल पो छ त म त यहीँ पो होला भनेको त यत्तर गाइड झरे गाइड के छ गाइड जरा भयो कुरोले सिक भइदियो जरा देखाइदिन्छु कहाँ हो तिमी अघिको घन्टी जत्रो छौ क्या सही गइरहेछ न अब चाहिँ गाई टुन्डेहरू हिँडे होइन त अब हिँड्यो घेराबारे साइली भनेर टोलीहरू अझै टोलीहरू आउँदैछन्। ए सोल्टी गाडी आइरहेछ अलि उता गरेर गरौँ न यार लाइन बाई लाइन पो छ त यार यहाँ त मैले खाएर त मागेको त्यही भएर हो क्या म त यहाँ खाना आइरहेको नि यो चाहिँ कहाँ आएर मुडी आएर केटाहरू खाना खान लागेछन्। ब्लग हाल्नु दादा एउटा मुडेको खाना खाइरहेको छौँ हामी। यो खासमा मुडे चाहिँ कसरी बनाऊँ मुडै भएर मुडै भयो होला नि। अनि एउटा मुडाको एउटा पुरानो तस्बिर छैन। लचेर्स मन सेतो र रातो यस है खरी ढुङ्गा सही भयो त खरीको छ मैले माने। हामी चाहिँ खरीढुङ्गामा आइपुग्यौँ। खरीढुङ्गा चाहिँ यस्तो रमाइलो छ यस्तो छ के अरे मिनी मुस्ताङ भने पनि हुन्छ क्या रेललाई त त्यस्तो छ राम्रो छ ठाउँ। खोरीखण्ड चाहिँ खोरीखण्ड छ। यस्तो छ यहाँ तल चाहिँ बरफ जम्यो है कि यो पाइपको पानी फुटेर त्यहाँ चाहिँ त्यस्तो छ मिनी मुस्ताङ भने नि हुन्छ यसलाई।
एउटा बोकिहाल्यो के बोक्यो खरीकै देख्नु टिक्लिटाइ भने के हो है चस्मा त्यहाँ लाउने हो कहाँ लाउने सोल्टी अहिले जाडोमा के लेख्न त यहाँ हामीले के भेटायौँ नि खरी ढुङ्गामा यो सब खरी ढुङ्गा जस्तो छ यी यस्तो छ यार यी लेख्दो रहेछ यो धुलो मुला चकको लागि लान्छ नि खोइ के को लागि हो पनि यहाँ चाहिँ के को त्यो छ के हो त्यो नाम रहेछ नाम लेखेर जानु तपाईँको नाम लेखिन्छ बट हो सर्वस्व छिरो यार मलाई बिराउनु पर्छ अब यहाँ पुग्यो हामी चाहिँ अहिले ठ्याक्कै खरी ढुङ्गा क्रस गऱ्यौँ केटाहरूले यता रैला हान्न लागिरहेछन् खुसी भएको छु हामी पनि ल ल म छेडीको छोरा है फेरि मेरो सानो भ्लगमा युट्युब भ्लगमा आउँछ ल मेरो सानो युट्युब भ्लगमा आउँछ हजुरहरूले सब्सक्राइब गरिदिनु होला ल दामी मिठो गीत ल